यो एउटा बाँदरको बच्चाको भिडियो अहिले जतासुकै सामाजिक सञ्जालभरि एकदमै भाइरल भएको छ। यो एउटा जापानको चिडियाखानाभित्र देखिएको दृश्यको भिडियो हो। जब यो उसको नाम पन्च हुन्छ, जब यो बाँदरको बच्चालाई चाहिँ होइन उसको आमाले जन्म दिन्छ, त्यसपछि त्यागिदिन्छ क्या। अनि यो पन्च चाहिँ होइन यो बाँदरको बच्चा चाहिँ आमाविहीन हुन्छ होइन। अनि जसरी उसले आमा बिना यो एउटा गुडियालाई होइन सहारा बनाएर दिनरात यही गुडियासँग हाँसखेल गर्ने अनि यही गुडियालाई आमा सम्झेर यसरी च्यापेर सुत्दै उसले होइन आमा बिनाको जिन्दगी बिताइरहेको छ नि। त्यस्तै हाम्रो देश नेपालमा पनि एउटा राम्रो सरकार नहुँदा, राम्रो नेता नहुँदा हामी जनताहरूको होइन पीडादायक छ नि जिन्दगी। यो बाँदरको बच्चाको जिन्दगी र हाम्रो देशको होइन राम्रो नेता नहुँदा हामी जनताहरूको जिन्दगी उस्तै भइरहेको छ। त्यसैले अब चुनाव आउँदैछ, राम्रो नेता छानौँ र राम्रो नेतालाई होइन हाम्रो भनेर भोट दिउँ र जिताउँ र त्यो शक्तिशाली र हिम्मतवाला र देशमा बोल्छु म गरेर देखाउँछु होइन, मेरो बोली कडा छ, तितो छ, तर म काम गर्छु भन्ने हिम्मतवाला नेता भनेकै हर्का साम्पाङ हो। त्यसैले सबैले होइन हाम्रोलाई होइन राम्रोलाई चुनौँ, भोट दिउँ, नत्र भने हामी सबै जनताहरूको जिन्दगी यो बाँदरको बच्चा पन्चको जस्तै हुन्छ। जय माटो, जय देश।